यहाँ हेर्नुहोस् मेरो स्टेकिङ कोइन 51.1869 एलजिएनएस भइसकेको छ अलरेडी स्टेकिङ गरेको थियो। यो कोइनलाई म विड्रल गर्छु, त्यो प्रोसेस देखाउँछु यो भिडियोमा। तपाईहरु स्टेप बाइ स्टेप हेर्नुहोस्। यहाँ हेर्नुहोस् मैले वालेट ओपन गर्यो। विड्रल गर्नु अगाडि तपाईहरु ग्यास फी ग्रुपमा डाई हुनुपर्छ मिनिमम। यहाँ हेर्नुहोस् डाई ग्यास डाई एउटै हो। यहाँ हेर्नुहोस् मेरो ब्यालेन्स एलजिएनएस। यहाँ हेर्नुहोस् वालेटमा 0 छ। अब तपाईहरुलाई म फुल प्रोसेस स्टेप बाइ स्टेप देखाउने छु। भिडियोलाई फलो गर्नुहोस्। अब म आईडी ओपन गर्यो। यहाँ हेर्नुहोस्। यहाँ हेर्नुहोस् आईडी ओपन गर्नुहोस्। यहाँ origindefi.io यहाँ हेर्नुहोस् कनेक्ट हेर्नुहोस् मेरो अलरेडी वालेट कनेक्ट छ। यहाँ हेर्नुहोस् तपाईको वालेट कनेक्ट भयो भने कनेक्ट गर्नुपर्छ। यहाँ हेर्नुहोस् मेरो वालेट कनेक्ट छ अलरेडी। र नेक्स्ट यहाँ 3 लाइनमा क्लिक गर्नुहोस् लेफ्ट साइडमा क्लिक गर्यो। यहाँ हेर्नुहोस् अनुबिस यहाँ वेकेनमा क्लिक गर्नुहोस्। क्लिक गरे यहाँ हेर्नुहोस् यो रङ नेटवर्क माथि छ यसमा टच गर्नुहोस्। टच गरे यहाँ हेर्नुहोस् अनुबिस यसमा क्लिक गर्नुहोस्। क्लिक गर्यो नेक्स्ट यहाँ हेर्नुहोस् कनेक्ट वालेट यहाँ क्लिक गर्नुहोस्। क्लिक गर्यो यहाँ हेर्नुहोस् नेक्स्ट यो 9 डटमा क्लिक गर्नुहोस्। क्लिक गर्यो यहाँ हेर्नुहोस् स्टेप बाइ स्टेप म देखाउने छु तपाईहरुलाई। यहाँ हेर्नुहोस् मुनि फ्लेक्सिबल स्ट्याक यसमा क्लिक गर्नुहोस्। क्लिक गर्यो अलिक माथि उठाउनुहोस्। माथि उठाउनुहोस् यहाँ हेर्नुहोस्। यहाँ हेर्नुहोस् मेरो स्टेकिङ कोइन अलरेडी 51.1869 भइसकेको छ। अब यहाँ माथि हेर्नुहोस्। यहाँ हेर्नुहोस् रिडीम लेखेको छ। रिडीम भनेको चाहिँ विड्रल हो तपाईको। यो टेक्नोलोजी ल्याङ्ग्वेजमा छ यो। यहाँ रिडीम भनेको छ। रिडीममा क्लिक गर्नुहोस्। क्लिक गर्यो यहाँ हेर्नुहोस्। यहाँ कति यो प्रोजेक्टको एउटा ब्युटी छ हेर्नुहोस्। यहाँ तपाई म्याक्सिमम सबै फन्ड पनि तपाईले विड्रल गर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्। यहाँ रिडीममा क्लिक गरेको तपाईको सम्पूर्ण फन्ड रिलिज भइहाल्छ। यो कुनै पनि प्रोजेक्टमा यस्तो छैन अहिलेसम्म। यो प्रोजेक्ट गड गिफ्ट प्रोजेक्ट राम्रो लाग्दैछ तपाईले यसलाई फलो गर्न सक्नुहुन्छ किनकि 2 सालदेखिको यो अलरेडी 2 साल पार भइसकेछ। यहाँ हेर्नुहोस् 1 मिनेट पनि लाग्दैन यो विड्रल हुनु। 20 सेकेन्डको भित्रै विड्रल हुन्छ। म तपाईलाई देखाउने छु। यहाँ हेर्नुहोस् म यहाँ कोइन तपाईलाई म फुल कोइन म 100% कोइन विड्रल गरेर देखाउने छु। यहाँ हेर्नुहोस्। यहाँ क्लिक गर्नुहोस्। अब रिडीममा क्लिक गर्नुहोस्। क्लिक गर्यो यहाँ हेर्नुहोस्। कन्फर्म गर्नुहोस्। कन्फर्म गर्यो। अब पासवर्ड दिनुहोस्। यहाँ हेर्नुहोस् मैले पासवर्ड दिए। यहाँ हेर्नुहोस्। यहाँ हेर्नुहोस् सक्सेसफुल। यहाँ हेर्नुहोस् विदिन सेकेन्डमा हेर्नुहोस् यहाँ 0 भयो। यहाँ हेर्नुहोस्। अब वालेटमा जानुहोस्। ब्याक जानुहोस्। यहाँ हेर्नुहोस्। यहाँ हेर्नुहोस् तपाईहरुले कोइन। यहाँ हेर्नुहोस् एलजिएनएस 51 पेन मेरो 100% विड्रल भयो। भ्यालु पनि देखाउँदैछ 104.42। यहाँ हेर्नुहोस्। यो किसिमको प्रोजेक्ट तपाईले विड्रल कहिले पनि देख्नु भएको थिएन होला। हेर्नुहोस् फन्ड कुनै लक छैन यो ओरिजिन एलजिएनएसमा। यहाँ हेर्नुहोस् तपाईहरु पनि प्रयास गर्नुहोस्। धन्यवाद साथीहरु।